गरिरहेछु इना हेलो है सबैजनालाई आज चाहिँ हामी साइक्लिङ गर्दैछौँ है 6 जना छौँ है पछाडि केटाहरू छन् अब हेरौँ कहाँ पुग्छौँ घुम्दै अब कहाँ जाने रातितिर पुग्छौँ होइन भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला जो चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त यहाँ चाहिँ हावा हाल्ने काम भइरहेछ है सबै रेडी छ केटाहरू मेरो मानि यसमा नि अहिले हामी ठ्याक्कै आइपुगेका छौँ खैरेनी चोक है यो चाहिँ खैरेनी चोक हो हामी अहिले यहाँ 4 जना अगाडि 2 जना गइसक्यो है पिला बनाएर राखेछ के पिला भयो स्क्रिन भने ए भिडियो चाहिँ के आउँछ न ठिक छ रमाइलो भइरहेछ है धेरै पछि यसरी चाहिँ निस्केको हामी कति वर्ष पछि भाइ होला यार म 10 वर्ष साइकल चलाएँ अस्ति नै एक दिन मेरो मागेर लिएर गए होइन आज रातिको टुर जाँदैछौँ साइकलमा कस्तो हल्ल्या उए के हो यो हल्ल्या हामी त हात छोडेर चलाइदिन्छ हात छोडेर यो हात छोडेर स्टन्ट गर्दै हामी दुईटै हात छोडेर एउटा हात क्यामेरामा एउटा हातले मिलाउँदै अर्को नि स्टन्ट देखाइरहेछ मोबाइल भन्छ क्या Guys, this is धान काट्ने machine. र यहाँ हाम्रो नेपाली जनता सब हेर्न आएका हो क्या ठिक छ यस्तो खाडल खोडल जमिनमा हामी हिँडिरहेछौँ भेटिन्न गाडी सब मेकानिक हाले भएर
खोलेको चाहिँ छ होइन भेटेको छैन पर्दा त हाम्रो एक्लै हुनुहुन्छ अगाडि हो क्या यहाँ दुईटा हाम्रो पब्जी प्लेयर्स हेर्दै ठिक छ एक चक्कर हान्ने हो र खै पकाउँछस् ओके पो बुढे मलाई उडाउनै आउँदैन नयाँ साइकल पर्दैन कि उडाउन आफ्नो आफ्नो साइकल उडाइ हुन्छ ओइ छोड्दे ओइ त्यसको उति नै भयो हेर्नु होला क्लिप यो ठिक छ ल ओए हुइली हुइली ओए हुइली हुइली ल अब यता नि हुइली ल अगाडि गएर आइज ट्राई गर नि तिम्रै होइन पवनको हो ल हामी ब्लगिङ गर्दै ल दाइ भाइ म चाहिँ यो साइकलमा छु पुरै हामी चाहिँ छौँ जाँदैछौँ बाटोमा छौँ है एकदम रमाइलो छ माहौल चाहिँ यो चाहिँ लालीगुराँस गाई फार्म हो आई थिङ्क हामी चाहिँ जाँदैछौँ ल आनन्दका साथ खो तिनीहरू आउँदै आएको छैन बिस्तारै चला गाइज बिस्तारै अहिले धान काट्ने मेसिन मौसम चलिरहेको कारण यहाँ हामी धान काट्ने मेसिनहरू धेरै देख्न सक्छौँ यो कुत्तालाई बहुत रमाइलो लागिरहेछ हाम्रो हाँसहरू बाटो काट्न तयार ल यताबाट अब यता कहाँ राप्ती हुँदै जाने हो कि कता ड्यामबाट मजा आउँछ यहाँ चाहिँ यो चोक हाम्रो यताबाट कता पुरानो पर्छ यताबाट पुरानो पर्छ र यताबाट चाहिँ राप्ती ड्याम जाने बाटो अनि अहिले हामी आएको बाटो चाहिँ यो हामीले चाहिँ बल्ल यहाँबाट अब खानेकुराहरू छ यता खानेकुरा अब हामी त्यहाँ 10 रुपैयाँको खानेकुरा मात्र भयो 600 साला अब हामी चाहिँ यहाँबाट अब हिँड्न लाग्यो अब साइडतिर ड्याम भनौँ न चस्मा मैले अघि ल्याएको थिएँ तर लगाएको चाहिँ थिइनँ अलि गाउँ जस्तो एरिया थियो अब यतातिर चाहिँ अलिक कम भएर अलि त्यही भएर चस्मा लगाइदिएँ कि
यो लकडाउनको साइकल राइडिङ कस्तो लागिरहेछ तिमीहरू यता सनसेटको भ्यू पनि सही आएको छ। अब त्यहाँ चाँडा ड्याममा पुगेर एक दुईवटा फोटोहरू हाल्नु सबले। यता चाहिँ अलि अफरोड अलि ग्राभल बाटो रहेछ। उता अलिकति अगाडि पुगेपछि फेरि पिचै छ। कहिलेकाहीँ साइकलमा राइड गर्दाखेरि मजा आउँछ कि केटाहरूसँग भेला भएर यसरी घुमिरहँदाखेरि रमाइलो हुन्छ। लास्ट टाइम हाम्रो उत्यो भएको के अरे शक्तिखोर टु कता रे सौरा हाम्रो लास्ट एजी यो चाहिँ सौरा एरिया हो हाम्रो राष्ट्रिय निकुञ्ज। खै मैले पुल देखेँ भने त त्यो चित्रसारी त्यो लाग्नेतिरको पुल हो त्यही देखेँ एउटा। के भयो खै गएर हेरौँ न के भयो खै के भयो गीत पनि दुःख लाग्यो चलिरहेछ ल। ओ सेट के हो यतै हेरिरहेछ जान पाउँदैन रहेछ त भित्र। के भित्र जान पाउँछ? अब हाम्रो ड्याम जाने प्रोग्राम पनि क्यान्सल भइहाल्यो। यति गरिरहेको छु। इन नकट्ने भयो मुस्तफाले। पानी सानो छ खोला जस्तो उकाल्न गाह्रो भयो। यो चाहिँ दराई बोट हो है। यहाँ धेरै जसो जङ्गल सफारी यही बोटहरू हुन्छ। अनि यता पनि छ मेन चाहिँ स्टेसन त्यहाँ हो। त्यहाँबाट चाहिँ जिप सफारीहरूको चाहिँ स्टेसन यहाँ हो। अनि यता पुरै यसलाई चाहिँ दराई बोट भन्छ है। हामी यहाँ आइपुगेका छौँ घुम्दै यो चाहिँ यसको ठ्याक्कै उतापट्टि चाहिँ राप्ती नदी छ है। यही हो दराई बोट। एकदमै राम्रो छ माहौल छ एकदम आनन्द छ हरियाली। हामी चाहिँ अब अगाडि जाँदैछौँ। एकछिन बसेर खाजा खान्छौँ सबैजना अनि त्यो पछाडि घर फर्किन्छौँ है त। चेन फुस्किरा हो कि त। यो पछाडि चाहिँ पुरै पोखरी हो। यता नि पोखरी छ अनि यता पछाडि नि पोखरी छ। यो चाहिँ एकदमै लामो छ है। एकदमै यहाँ पुरै फोटो खिच्ने काम भइरहेछ किनभने घाम डुब्न लागिसकेको छ। त्यो पछाडि घाम चाहिँ डुब्न लागिसकेको छ त्यही भएर चाहिँ यहाँ पुरै फोटो खिचिरहेछन् है। पाला आएन ल 3 मिनट मात्र है रिमेनिङ मेरोमा भिडियो। अब टाइम हाई क्वालिटीमा राखेको थिएँ। अब 3 मिनट भन्दा बढी हुँदैन है। हाम्रो केटाहरू यता त्यसै क्वालिटी घटाइदिउँ। भिडियो हुँदै हुँदैन लास्ट एन्डिङ त गर्नै पर्छ। एन्डिङ नै हुँदैन सर।
र फाइनली हामी चाहिँ पछाडि राप्ती नदी आइपुग्यौँ है। राप्ती नदी छेउमा आइपुग्यो। अब हामी चाहिँ फर्किँदैछौँ। एकछिन बस्यौँ, रमाइलो भयो। अब चाहिँ हामी फर्किन्छौँ। भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु।